हेलो गाइज, नमस्कार सबैलाई। हिजो हामी विन्टर क्याम्पिङको लागि हामी यहाँ स्कटल्यान्डको डम्फ्रिजमा आएको थियौँ र हामी आउँदा त राति भइसकेको थियो। त्यस्तो स्नोफलहरू भएको थिएन। अघि बिहान उठेर हेर्दा त आमाम चारैतिर स्नोफल भइराखेको रहेछ, हेर्नुहोस्। र हामी चाहिँ हिजो गाडीमै सुत्यौँ। वरिपरिको नजारा हेर्नुहोस्, राम्रो छ। क्याम्पसहरू अलिक कम्ती नै छ अहिले। ल गाइज, अब हामी लाग्यौँ अर्को गन्तव्यतिर। हामीले सोचेको छौँ अब हामी केजी हुँदै हुँदै यो अब हिउँ परेको यति मजाको नजारा हेर्दै हेर्दै हामी आज घर फर्किन्छौँ। घर फर्किनु पनि सक्छौँ अथवा कतै क्याम्प गर्नु पनि सक्छौँ। अब सबै प्रिपेयरै छ। यो क्याम्प साइटको नाम चाहिँ बुस अफ एविज भन्ने डम्फ्रिजको हो। नमस्कार सबैलाई। अब हामी उता केजिकतिर फर्किँदैछौँ र तपाईँहरूलाई यो बाटोमा जति पनि नजाराहरू छ, सुन्दर नजारा, आज ठ्याक्कै मौसमले पनि साथ दिएको हो। जसरी रातभरि हिउँ पर्नु है। अनि त्यहाँबाट अब आज हामी केजिकतिर फर्किनु र अन द वेको सुन्दर बाटोको नजाराहरू तपाईँहरूलाई देखाउनु पाउनु। वाट अ कोइन्सिडेन्स भन्न चाहन्छु म। एउटा ब्युटिफुल कोइन्सिडेन्स हो। यो जुन गाउँ छ यो चाहिँ बरोडेल भनिन्छ। यहाँ पनि अब ठुलो होटेलहरू छ। यहाँ देख्न सक्नुहुन्छ ठुलो होटेलहरू। यहाँ चाहिँ विशेष गरी के हुन्छ भने यहाँ धेरैवटा ट्रेलहरू छ। मतलब मानिसहरू चाहिँ यहाँ किन आउने गर्छ भने घुम्नुको लागि। यहाँ आएर हाइकिङ गर्ने, क्याम्पिङ गर्ने र यहाँ सेल्फ क्याटरिङ एकोमोडेसनहरू पनि छ, कटेजहरू पनि पाइन्छ, होटेलहरू, स्पाहरू पनि भएको होटेलहरू पनि यहाँ त्यसको पनि बन्दोबस्त छ। अन्त यहाँनिर साइक्लिङहरू गर्ने साइक्लिस्टहरू पनि आउने गर्छन्। यहाँबाट देख्नु हुँदैछ तपाईँहरूले यो रुटबाट चाहिँ यहाँनिर माथि क्याटबेल भन्ने भन्छ। त्यो क्याटबेल भन्ने पहाड चढ्ने ट्रेल त्यहाँबाट स्टार्ट हुन्छ र हामीले एकचोटि गरेको पनि थियौँ हामीले त्यहाँबाट। म तपाईँहरूलाई अब यो युकेमा जसरी हिउँ पर्दाखेरि विन्टरमा कस्तो मजा हुन्छ र कस्तो सुन्दरमय वातावरण हुन्छ भन्ने, यो फेरि कसैलाई मन पर्नु सक्छ, कसैलाई मन नपर्नु सक्छ। त्यो आफ्नो आफ्नो के भनौँ पर्सनल पर्सेप्सन हो। र व्यक्तिगत पर्सनली भन्नुपर्दाखेरि मलाई चाहिँ धेरै मनपर्छ यो। कस्तो भने गएर हिउँ खेल्नु भन्दाखेरि यसो गाडीबाट हिउँको नजारा हेर्दै हिँड्नु मलाई मजा लाग्छ। हिउँ खेल्नु चाहिँ अलिक अब साह्रै पर्छ किनभने धेरै हातहरू फिराउँछ। अब अरूलाई कस्तो हुन्छ कुनै अब हामीलाई चाहिँ कस्तो हुन्छ भने अब हामी त्यस्तै जग्गामा पनि जन्मेर होला, हुर्केर होला, जहाँ चाहिँ प्रकृति अब को वरिपरि जस्तो डाँडा काँडामा हुर्केर होला, जन्मिएर होला। हामीलाई यहाँ प्रदेशमा आएर पनि त्यस्तै जग्गाहरू मनपर्छ।